हे गाइज वेलकम टु माई न्यू भ्लग। स्वागत छ हजुरहरूलाई मेरो नयाँ भ्लगमा। आज मिठो तरिकाले खसीको मासु पकाएर बनाएर देखाउने छु र सबभन्दा मैले अगाडि लिए यो धनिया यो चाहिँ धनिया हो। त्यसपछि लिए प्याज, दुईटा दाना प्याज। त्यसपछि लिए धनिया काटेको, टमाटर धनिया काटेको, यो चाहिँ टमाटर हो। त्यसपछि लसुन, प्याज। त्यसपछि यो रह्यो मासु, खसीको मासु। त्यसपछि मैले सबभन्दा पहिले यसमा तेल हालेर मैले मासु हालेर सबै थोक धनिया मरमसला हालेको छैन, प्याज लसुनहरू हालेर मैले मजाले चलाएँ। एकछिन केही बेरसम्म राम्ररी चलाएँ। त्यसपछि मैले मसला सबै थोक हालेर राम्ररी मजासँग 40 मिनट जति मैले पकाएँ। त्यसपछि मैले खाना पकाउन लागेँ। खाना पकाउनको लागि मैले चामल पखालेर राम्ररी कुकरमा हालेँ र पाक्न दिएँ। त्यसपछि खाना पाक्यो। कस्तो भएछ भनेर खाएको त खसीको मासुसँग भात साह्रै मिठो भयो। र यस्तै भिडियोहरू हेर्नको लागि भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई।